पैसा आयो तर शान्ति हरायो। कहिलेकाहीँ जिन्दगीमा हामी पैसा कमाउन यति धेरै दौडिन्छौँ, पैसा त हातमा आउँछ तर शान्ति बाटोमै हराइसकेको हुन्छ। घर ठुलो हुन्छ तर मन सानो हुँदै जान्छ। ब्याङ्क ब्यालेन्स बढ्छ तर परिवारसँग बिताउने समय घट्दै जान्छ। आम्दानी बढ्छ तर निद्रा हराउँछ अनि एक दिन आफैलाई प्रश्न गर्नुपर्छ, मैले पैसा कमाएँ कि पैसाले मलाई कमायो। नमस्कार साथीहरू, स्वागत छ प्रकाश बाइट्समा। आजको कुरा पैसाको विरुद्धमा होइन। पैसा जीवनका लागि आवश्यक छ। पैसाले घर चलाउँछ, परिवारको सपना पूरा गर्छ, भविष्य सुरक्षित गर्न मद्दत गर्छ। तर समस्या पैसा होइन। समस्या तब सुरु हुन्छ जब पैसा हाम्रो साधनबाट हाम्रो मालिक बन्न थाल्छ। हामी बिहान उठ्छौँ पैसाको चिन्ता, दिनभर काम गर्छौँ पैसाको चिन्ता, घर फर्किन्छौँ भोलिको खर्चको चिन्ता, राति ओछ्यानमा पुग्छौँ तर दिमागमा फेरि पैसाकै हिसाब। कति कमाए, कति खर्च भयो, कति बच्यो, अझै कति चाहिन्छ। यसरी हेर्दा हेर्दै वर्ष बित्छ। हामी भन्छौँ अहिले दुःख गर्छु पछि आराम गर्छु, तर त्यो पछि कहिले आउँछ? पैसा कमाउने क्रममा कहिलेकाहीँ हामीले गुमाइरहेका कुराहरू पैसा दिएर पनि फिर्ता ल्याउन सकिँदैन। परिवारसँग बितेको समय फिर्ता आउँदैन, छोराछोरीको बाल्यकाल फिर्ता आउँदैन, आमा बुवासँग बिताएका पलहरू फिर्ता आउँदैनन् र हराएको मानसिक शान्ति पनि पैसाले सधैँ किन्न सकिँदैन। त्यसैले पैसा कमाउनुहोस्, धेरै कमाउनुहोस्, तर एउटा कुरा कहिल्यै नबिर्सनुहोस्, पैसा तपाईँको जीवनको हिस्सा हो, सम्पूर्ण जीवन होइन। तपाईँले कमाएको पैसाले तपाईँलाई सुरक्षित बनाओस् तर डरमा नबाँचोस्। तपाईँको आम्दानी बढोस् तर अहङ्कार नबढोस्। तपाईँको घर ठुलो होस् तर परिवार बीचको दूरी ठुलो नहोस्। तपाईँको ब्याङ्क ब्यालेन्स बढोस् तर मनको शान्ति घट्न नदिनुहोस्। हामी मध्ये धेरैको एउटा गल्ती हुन्छ, हामी आवश्यकता भन्दा बढी चाहना बढाउँछौँ। एउटा फोन किन्यौँ, अर्को नयाँ मोडल चाहिन्छ, एउटा गाडी किन्यौँ, अझ महँगो गाडी चाहिन्छ, एउटा घर भयो, अझ ठुलो घर चाहिन्छ। चाहना कहिल्यै सक्दैन। तर जीवन सीमित छ। त्यसैले कमाउनुहोस्, बचत गर्नुहोस्, भविष्यका लागि योजना बनाउनुहोस्, तर साथसाथै आफ्ना मानिसहरूसँग बस्नुहोस्, आफ्ना छोराछोरीसँग कुरा गर्नुहोस्, आफ्नो जीवन साथीसँग समय बिताउनुहोस्, आफ्नो शरीरको ख्याल गर्नुहोस्, केही समय मोबाइलबाट टाढा बस्नुहोस् र कहिलेकाहीँ आफैसँग पनि बस्नुहोस्। किनकि अन्तिम समयमा तपाईँले यो सोध्नुहुन्न, मेरो ब्याङ्कमा कति पैसा थियो। सायद तपाईँले आफैलाई सोध्नुहुनेछ, मैले जीवन कति राम्रोसँग बाँचे। त्यसैले आजै एउटा निर्णय गरौँ, पैसा कमाउने छौँ तर पैसाको दास बन्ने छैनौँ। बचत गर्ने छौँ तर वर्तमान जीवन बिर्सिने छैनौँ। भविष्य बनाउने छौँ तर आजको खुसी बेचेर होइन। याद राख्नुहोस्, धनी हुनु भनेको ब्याङ्कमा धेरै पैसा हुनु मात्र होइन। धनी हुनु भनेको पैसा हुँदा पनि मन शान्त हुनु हो, परिवार साथमा हुनु हो, स्वास्थ्य राम्रो हुनु हो र राति सुत्दा मनले भन्न सक्नु हो, आज मैले आफ्नो जीवन सही तरिकाले बाँचे। अन्तिम कुरा, यदि आज तपाईँ पैसा कमाउन दौडिरहनु भएको छ भने दौडिनुहोस्, तर कहिलेकाहीँ रोकिएर पछाडि पनि हेर्नुहोस्। तपाईँले कति पैसा कमाउनु भयो मात्र होइन, पैसा कमाउने क्रममा के गुमाउनु भयो भनेर पनि सोच्नुहोस्। किनकि जीवनको सबैभन्दा ठुलो सम्पत्ति पैसा होइन, समय, स्वास्थ्य, परिवार र मनको शान्ति हो। आज पैसा कमाउनुहोस्, भोलिका लागि बचत गर्नुहोस्, तर आजको जीवन पनि बाँच्नुहोस्। यदि यो कुरा तपाईँको मनमा छोयो भने यो भिडियो एकजना त्यस्तो साथी वा परिवारको सदस्यलाई सेयर गर्नुहोस् जो पैसाको पछाडि दौडेर आफ्नो जीवन बिर्सिरहेको छ। यस्तै जीवनसँग जोडिएका वास्तविक कुरा, मोटिभेसन र माइन्डसेटका भिडियोहरूका लागि प्रकाश लाइफलाई सब्स्क्राइब गर्नुहोस्। किनकि पैसा कमाउन सबैले सिकाउँछन्, तर
पैसा कमाउँदै गर्दा जीवन कसरी बचाउने त्यो कुरा पनि सिक्नुपर्छ। प्रकाश बाहेक जहाँ कुरा केवल पैसाको होइन जीवनको पनि हुन्छ। धन्यवाद।